गाइज हाम्रो आज अर्को भिडियो पनि सुरु भइसकेको छ र यहाँ खेल्न गइरहेको छौँ पे ब्याक 2। यो गेम कस्तो चाहिँ हुँदो रहेछ भनेर हामीलाई अहिलेसम्म पत्ता लाग्न सकेको छैन र यता यस्तो गरौँ र गाइज प्लेमा जाउँ। यो के चाहिँ हो यो गेम बुझिँदैन गाइज। रेडी अर नटमा जाउँ गाइज, के नै हुन्छ अब। यता जाउँ, कता जानु। ए बुझ्यो गाइज, लु भयो गाइज यो के छ गाइज, हामीलाई यता के चाहिँ गर्नु छ होला त। यसलाई हान्ने गेम हो, बाबैलाई हान्दिनु गाइज। यो पाइयो हामीले। अब हामी यतै जाउँ। कता चाहिँ गएका गाइज। यो एउटा ओपन वर्ल्ड गेम हो गाइज र यो हामीसँग रियलकै पैसा आइसकेको छ। किलिङ अर इन्जोयिङ पिपल जेनरली। ओ गाइज यहाँ त के पो भन्नु त गाइज। ल भइहाल्यो, अब भागिहालौँ गाइज। यता हामी कता चाहिँ जाउँ भने नि, कसलाई मार्ने हो त्यो पनि देखाउन त। त्यो ट्याक्सीले रोकेर गाइज यसमा हामी जान सक्छौँ। के भन्छ हो गाइज। यसको नाम चाहिँ मलाई थाहा भएन, मैले के भनेको थिएँ। गाडीभित्र छिर्नु पर्यो गाइज। हामी गाडीभित्र छिरि त सक्यौँ। अब यहाँ मान्छेलाई हान्न त मिलेन गाइज। हामी जाउँ यता। यो गेम एउटा ओपन वर्ल्ड गेम हो गाइज। मैले तपाईँलाई 10-12 चोटि भनिसकेँ र गाइज यो गेममा कतिको मजा आउँछ। हामी जस्तो त्यस्तो बाटो गइरहेछौँ गाइज। तपाईँहरू यो गेम एकचोटि खेलि नै दिनु होला। यसलाई 128 MB लाग्छ गाइज। यहाँ हामीले झन्डै हानेको गाइज। गाडी टक्रायो हाम्रो। एउटा गन पनि लिइसकिरहेछौँ हामीले। हामी जुन पायो त्यही बाटो गइरहेछौँ गाइज। यहाँ चाहिँ हाम्रो गाडी पनि ठोकिएको छ। यो गाडीहरू यता को छ गाइज। हामी के चाहिँ गर्नु त गाइज। यहाँबाट पनि गोली हान्न मिल्दो रहेछ। थाहा थिएन गाइज, थाहा थिएन। यो गेम त तपाईँ त्यो इन्डियन बाइक गर्दै कुद्नुहुन्छ नि, त्यो भन्दा पनि राम्रै छ गाइज। र यो गेममा यस्तो मजा त चिल छ गाइज। हामी पानीमा पस्छौँ भने के हुन्छ एकचोटि हेरौँ गाइज। एकचोटि पानीमा पसिदिउँ हामी र गाइज यहाँ हाम्रो स्क्रिन रेकर्ड भइरहेछ र यहाँ राउन्ड लेख्थ्यो। गाइज ल आजको लागि यति भिडियो।